6:45 देखि चाहिँ मिटिङ स्टार्ट हुन्छ तर म चाहिँ 6 AM मै उठेर चाहिँ रेडी भएर बसेको हुन्छु हैन किनभने मलाई चाहिँ यो मिटिङमा कति धेरै कुरा सिक्न पाइन्छ नि त हामी यहाँ चाहिँ हैन कोही USA कोही क्यानाडा कोही चाहिँ UK कोही UAE बाट चाहिँ जोडिनु भएको छ नेपालबाट यो बिजनेसमा चाहिँ एक ठाउँमा हामी सबै कम्युनिटीको मेम्बरहरू चाहिँ एक ठाउँमा जम्मा भएर चाहिँ आफूले जानेका कुराहरू एकअर्कालाई सिकाउने नजानेको कुराहरू सोध्ने अनि जति पनि प्रब्लमहरू छ यहाँ आएर सल्भ गर्छौँ अनि कति धेरै कुराहरू सिक्ने मौका पाइन्छ क्या सो यसरी साथ सपोर्ट सँगै ग्रो गर्ने सँगै लर्न गर्ने र सँगै कमाउने र सँगै हामी चाहिँ टिम एकजनाको सेलिब्रेसन सबैजनाले चाहिँ सेलिब्रेट गर्छौँ है अनि यसरी गर्दाखेरि चाहिँ मलाई चाहिँ उहाँहरूसँग चाहिँ कहिले भेट्ने जस्तो हुन्छ उहाँहरूसँग कुराहरू सेयर कहिले गर्ने भन्ने जस्तो हुन्छ क्या सो एकदम रमाइलो लाग्छ र यसरी सँगै कम्युनिटीमा बसेर धेरै कुराहरू सिकेर आफ्नो पर्सनल डेभलपमेन्ट गर्दै म आफ्नो टाइम टेबलमा आफ्नो फ्री टाइम युटिलाइज गरेर चाहिँ बिजनेस गर्छु भन्न चाहनुहुन्छ भने चाहिँ यो बिजनेस तपाईँको लागि बेस्ट हुनसक्छ यदि बुझ्न चाहनुहुन्छ भने चाहिँ तपाईँले मलाई म्यासेज वा कमेन्ट गर्न सक्नुहुन्छ है त बाई बाई